नमस्कार। सरोकार प्राइम न्यूजमा यहाँलाई स्वागत छ। म अप्सरा गौतम। सरोकार प्राइम न्यूजमा आज हामीसँग हुनेछन् आफ्नो बेडरुमसम्म बिचौलियाको पहुँच छ भन्ने आरोप लगाउनेमाथि प्रमाणित गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको चुनौती, कांग्रेसका सभापति शेरबहादुर देउवा थाइल्याण्डबाट फर्केपछि सरकार ढल्छ भनेर भ्रम फैलाउनेहरूको टाउकोमा अहिले चिसो पानी खनाइएको महसुस भएको टिप्पणी, समयको आवश्यकता र देशको अर्थतन्त्र जोगाउन ठूला दुई प्रतिस्पर्धी दलहरू मिल्नु परेको जिकिर, सडकमा व्यक्त असन्तुष्टिका आवाजहरूलाई सम्बोधन गर्न समयमा नै आवश्यक कानून बनाउनु पर्नेमा राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालको जोड, निर्माण गर्नुपर्ने कानूनहरू यथासम्भव टुङ्ग्याउन र नागरिक समस्या सम्बोधन गरी सुशासन कायम गर्न सबैको पहल कदमी र साझा प्रतिबद्धता आवश्यक रहेको उल्लेख, सडकमा मुखारित विषयवस्तु र जनताले अपेक्षा गरे बमोजिम सेवा प्रवाह लगायतका विषयमा गम्भीर ढंगले विचार विमर्श गरी निष्कर्षमा पुग्नु सबैको जिम्मेवारी र कर्तव्य भएको छ। विपद जोखिम न्यूनीकरण तथा प्रतिकार्यका लागि स्थानीय तहसम्म आपतकालीन गोदामघर स्थापना गर्नुपर्नेमा गृहमन्त्री रमेश लेखकको जोड, हरेक स्थानीय तहमा आपतकालीन गोदामघर स्थापना गरेर त्यसमा आधारभूत सामग्रीहरू राख्नुपर्ने भनाई, विपदका बेला गरिने प्रतिकार्य, राहत, पुनर्निर्माण र पुनर्स्थापना महत्वपूर्ण विषय भएकाले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि संगठित हुनुपर्ने धारणा, विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै आन्दोलनरत शिक्षक र प्रहरी बीच काठमाडौँको नयाँ बानेश्वरमा झडपका क्रममा 50 भन्दा बढी शिक्षकहरू घाइतेहरूको विभिन्न अस्पतालमा उपचार हुँदै, आन्दोलनको समाचार संकलन गर्न बानेश्वर पुगेका पत्रकार सबिना कार्की पनि घाइते, आफूहरूको आन्दोलनमा घुसपैठ भएको भन्दै आन्दोलनलाई थप सशक्त बनाउने शिक्षक महासंघको चेतावनी, प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख्य पर्व आमालाई मिठा मिठा खानेकुरा खाना दिई श्रद्धा भक्ति साथ मनाइयो। छोराछोरीले आफ्नी आमालाई राम्रा राम्रा लुगा लगाउने र मिठा मिठा तागतिला खानेकुरा खाना दिई आशीर्वाद थाप्ने चलन, आमा नभएकाहरूले भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिधा दान सहित भोजन गराई दिवंगत आमा र उनले गरेका महान एवं कष्टकर काम सम्झिए। अन्तर्राष्ट्रिय समाचारमा इरानको सबैभन्दा ठूलो व्यापारिक बन्दरगाहमा भएको विशाल विस्फोटमा परि कम्तीमा 18 जनाको मृत्यु, 800 भन्दा बढी घाइते भएकाहरूलाई नजिकको मेडिकल सेन्टरहरूमा उपचार हुँदै विस्फोटको अनुसन्धान गर्न राष्ट्रपति मसुद पेजेस्कियनको आदेश। र खेल समाचारमा नेपाल हकी संघको आयोजनामा राष्ट्रिय पुरुष तथा महिला हकी प्रतियोगिता यसै साताबाट सुरु, वैशाख 17 देखि 26 गतेसम्म राष्ट्रिय पुरुष हकी तथा वैशाख 18 देखि 26 गतेसम्म राष्ट्रिय महिला हकी प्रतियोगिता हुने, पुरुष तथा महिला दुवै प्रतियोगितामा शीर्ष 3 स्थान हात पार्ने टिमले क्रमशः 75,000, 50,000 र 25,000 नगद पुरस्कार प्राप्त गर्ने। सबैभन्दा पहिले आजका मुख्य हेडलाइन्स। आफ्नो बेडरुमसम्म बिचौलियाको पहुँच छ भनेर आरोप लगाउनेमाथि प्रमाणित गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको चुनौती, एमाले र नेपाली कांग्रेसको सहभागितामा सरकार बन्नु समयको आवश्यकता रहेको उल्लेख, सडकमा व्यक्त असन्तुष्टिका आवाजहरूलाई सम्बोधन गर्न समयमा नै आवश्यक कानून बनाउनु पर्नेमा राष्ट्रिय सभा अध्यक्ष दाहालको जोड, विद्यालय शिक्षा विधेयक सभालाई प्राथमिकताका साथ अघि बढाउने उल्लेख, बिजुली बजार नयाँ बानेश्वर सडक खण्डमा भेला भएर प्रदर्शनमा उत्रिएका शिक्षकहरूद्वारा निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीसँग झडप, 50 जना भन्दा बढी शिक्षकहरू घाइते, आन्दोलनलाई थप सशक्त बनाउने शिक्षकहरूको चेतावनी, इरानको सबैभन्दा ठूलो व्यापारिक बन्दरगाहमा भएको विशाल विस्फोटमा परि कम्तीमा 18 जनाको मृत्यु, 800 भन्दा बढी घाइते, विस्फोटको अनुसन्धान गर्न आदेश, नेपाल हकी संघको आयोजनामा वैशाख 17 देखि काठमाडौँमा राष्ट्रिय पुरुष तथा महिला हकी प्रतियोगिता आयोजना हुने, शीर्ष 3 स्थान हात पार्ने टिमले क्रमशः 75,000, 50,000 र 25,000 नगद पुरस्कार प्राप्त गर्ने। सरोकार प्राइम न्यूज अब विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो बेडरुमसम्म बिचौलियाको पहुँच छ भनेर आरोप लगाउनेमाथि प्रमाणित गर्न चुनौती दिनु भएको छ।
आइतबार काठमाडौँमा मदन भण्डारी फाउन्डेसनको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिमा छिर्के दाउ हाल्ने, षड्यन्त्र गर्ने र झेली खेलाडीहरूले लाज शरम पचाएर त्यस्तो आरोप लगाएको भन्दै प्रमाणित गर्न चुनौती दिनुभएको हो। देशमा एमाले र नेपाली कांग्रेसको सहभागितामा सरकार बन्नु समयको आवश्यकता रहेको भन्दै उहाँले स्थिरता, विकास र सुशासनले गति लिन थालेका बेला सरकार र नेतृत्व विरुद्ध झुटा आरोप लगाउन थालिएको बताउनुभयो। आजकाल नीलो रंगका स्यालहरू निकै हाउभाउ गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले तिनीहरूको वास्तविक रूप लामो समय नटिक्ने धारणा राख्नुभयो। उहाँले कांग्रेसका सभापति शेरबहादुर देउवा थाइल्याण्डबाट फर्केपछि सरकार ढल्छ भनेर भ्रम फैलाउनेहरूको टाउकामा अहिले चिसो पानी खन्याएको महसुस भएको टिप्पणी गर्नुभयो। ओलीले समयको आवश्यकता र देशको अर्थतन्त्र जोगाउन ठूला दुई प्रतिस्पर्धी दलहरू मिल्नु परेको बताउनुभयो। लिडरशिपलाई कमजोर पार्ने, लिडरशिपको विरुद्ध जहिलेसुकै पनि लेख्ने, बोल्ने यस खालका कामहरू, सधैँ विभिन्न प्रकारका आरोपहरू, झुटा आरोपहरू, यतिसम्म कि झुटा बिलहरू पनि देखाउने, उनीहरू कतिसम्म झुकिए भने मैले केपी शर्मा ओली चाहिँ भन्ने गरेको, मेरो नाम चाहिँ खड्गप्रसाद ओली हो, नागरिकतामा त्यही होला, त्यसो भएर त्यहाँको त्यो पैसा राखेको बनाउँदा त नागरिकता अनुसार, पासपोर्टको नाम अनुसार बनाएको हुन्छ, त्यसर्थ त्यसमा खड्गप्रसाद ओली होला भनेर बिल पनि खड्गप्रसाद ओलीका नाउँमा बनायो भनेरले बाठो भएर बिना नागरिकता, बिना पासपोर्ट त विदेशले पैसा त राख्दैन, नक्कली नाममा त राख्दैन। त्यही बिचराहरू खुस्किए। यस्ता फटा कुराहरू गर्न जानिकन बाहेक नजानिकन यस्तो हुन्छ, जानिकन यस्ता फटा कुराहरू गर्न, र यी फटा कुरा गर्नेहरू स्थापित फटाहरू छन्, फेरि चिनिएका, जानिएका, मानिएका, त्यस्ताहरूकै अगुवाईमा, नेतृत्वमा यी कामहरू भएका छन्। पखेटा हेरो समाजवादका लगाएको छ, समाजवाद लेखेको छ, टाउको हेरो मखुन्डो लगाइराखेको छ, समाजवाद लेखेको मखुन्डो छ, चिन्नै गाह्रो, एकदमै चिन्न गाह्रो। तर जब ती बोल्छन् नीलवर्ण श्रृङ्गाल चिनिन्छ, बोलेपछि, नबोल्दासम्म एउटा चकचके स्याल पर्या रहेछ, एउटा कपडा रङ्गाउन ठिक्क पारेको नीलो रङ राखिराखेको बाटामा स्याल परेर निलो भएछ, त्यहाँबाट भागो, रङ टकटक्याउँदै भागो, तर भिजेको रङ भएको हुनाले उसको जिउबाट रङ गएन। अनि उसले धाक लाउँदै हिँड्यो, म यो जङ्गलको राजा हो। बाघ भेट्यो, बाघले पनि त्यस्तो निलो रङको कहिल्यै देखाएको थिएन, को हौ तिमी? उसले दम्बसासु, म यो वनको राजा। निलो रङको कहिले देखाएको छ? मै हो। सुनेको थियो निलो रङको हुन्छ यो वनको राजा भनेर? मैले त सुनेको छैन। त्यसो भए आज देख्यो भने प्रत्यक्ष दर्शन पायो, भयो, जाऊ, म यो राजा भनेर धाक लाग्यो। गएर बाघ सिंहहरूको कतै हुलमा उनीहरूलाई लगे, उसले राजै हुँ भनेर धाक लगायो। एक दिन के भएछ भने अलिक पर उसकै जातका स्यालहरू कराएछन्। स्यालको एउटा विशेषता के हुँदो रहेछ भने एउटा स्याल कराएको सुनेपछि अर्को स्याल तुरुन्त ठाडो घाँटी लगाइहाल्नु पर्ने, कराइहाल्नु पर्ने, त्यो उसको विशेषता हुँदो रहेछ। अनि अन्त पर स्याल कराएको सुनेपछि उसले पनि ठाडो घाँटी लाएर हुहु गरिहाल्यो। बाघहरूले थाहा पाए, ए यो त स्याल पो रहेछ। अनि एक झप्पु दिए, अलिअलि खाजा खाए त्यसको। यहाँ पनि नील वर्ण श्रृङ्गालहरू बहुतै हाउभाउ गरिराखेका छन् अहिलेसम्म पनि। यिनको मकुण्डो उत्रिएको छ, तर जनताले त्यो रङ छुट्याउनु पर्यो, त्यो रङ हटाउनु पर्यो, रङ हटाएर बुझ्नु पर्यो
तर चिनिराखेका छन्। जति बेर यिनीहरू बोल्छन् चिनिहाल्छ एमाले सिद्ध्याउनै पर्छ भनेर। एमाले सिद्ध्याउनलाई पार्टी पटक पटक फुटाएको आदि हामीले देखेका छौँ। तर पनि हामी मजबुत छौँ, मजबुत छौँ। अहिले पनि देशको मजबुत पार्टी हौँ हामी। 84 को निर्वाचनमा हामी प्रमुख पार्टी हुन्छौँ। प्रमुख पार्टी मात्रै होइन, नेकपा एमाले एउटा राष्ट्रिय मजबुत राष्ट्रिय शक्ति हो। यसलाई निर्णायक राष्ट्रिय शक्तिको तहमा विकास गर्नु छ र त्यसलाई लामो पर्खिनको काम छैन। मिसन 84 भनेर 84बाटै हामी यसलाई पुरा गर्छौँ। निर्णायक राजनीतिक शक्तिको रूपमा हामीलाई, राष्ट्रिय शक्तिको रूपमा हामी यसलाई विकास गर्छौँ। यस्तो विकट परिस्थितिमा झन्डै 2/3 लगभग मात्रै, केही सिट मात्रै नपुग्या हो, लगभग 2/3 स्थितिमा कसरी पुग्यो? सिद्ध्याउँ टर्च बाल्न खोज्दा भेटिँदैन भनेको अहिले पनि सरकारको नेतृत्व गर्दैछ त। फेरि नेकपा एमाले दुनियाँका धेरै प्रतिक्रियावादी, तिनका मतियार, तिनका अरौटे खरौटे, तिनका पपेट, तिनका चम्चा, सबैलाई आश्चर्यको विषय के छ भने सिद्ध्याइयो भन फेरि गएर, सिद्ध्याइयो भन फेरि आएर उठिहाल्छ। नाबाकादाहरूको दुईटा छ। एउटा कम्युनिस्ट आन्दोलन ध्वस्त पार्ने उद्देश्यलाई सफल पार्नका लागि हाम्रा विरुद्ध विभिन्न प्रकारका लान्छना आरोप लगाउने। अर्को ढलो 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 सरकार ढल्यो, अहिले ढलो, भरे ढलो, भोलि बिहानै ढलो, शेरबहादुरजी फर्किने बित्तिकै ढलो। शेरबहादुरजीले चिसो पानी टाउकाबाट खनाइदिएपछि फेरि छक्क परेका छन्। शेरबहादुरजी आउने बित्तिकै नढलेर के गर्ने, 2-4 दिनमा ढलिहाल्छ भनेर फेरि अर्को गीत सुरु गरेका छ। नाबाकादा हुने यिनीहरू। अहिले जुन सरकार छ, म साथीहरूलाई भन्न चाहन्छु, अहिलेको सरकार समयको आवश्यकताले बनेको हो। नत्र भने नेपाली कङ्ग्रेस जस्तो एउटा पुरानो पार्टी, नेकपा एमाले जस्तो पुरानो 2 प्रमुख दलहरू, 2 प्रतिस्पर्धी दलहरू यसरी बस्ने थिएनन्, एउटै सरकारमा बस्ने थिएनन्। तर देशको परिस्थिति हेरेर अस्थिरताले देश खान थाल्यो, स्थायित्व भएन, स्थिरता भएन। उहाँले जबजको मार्गदर्शन र सही विचार अंगीकार गरेकाले एमाले देशको प्रमुख पार्टी बनिरहेको उल्लेख गर्दै एमाले विरुद्धको भ्रम तोड्दै मिसन 84 मा राष्ट्रिय शक्तिको रूपमा स्थापित हुने दावी गर्नुभयो। उहाँले विभिन्न बहानामा पार्टी नेतृत्वलाई समेत कमजोर पार्ने काम भइरहेकाले सचेत हुन आग्रह गर्नुभयो। पार्टी भित्रको आलोचनात्मक क्षेत्र पार्टी बाहिर विरोध गर्नै नसक्ने, लड्नै नसक्ने, झुटको विरोध गर्न नसक्ने देखिएको उहाँले बताउनुभयो। राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले सडकमा व्यक्त असन्तुष्टिका आवाजहरूलाई सम्बोधन गर्न समयमा नै आवश्यक कानून बनाउनु पर्नेमा जोड दिनु भएको छ। राष्ट्रिय सभाको 18औं अधिवेशन शुभारम्भमा आइतबार राष्ट्रिय सभामा मन्तव्य व्यक्त गर्दै अध्यक्ष दाहालले समयमै कानून निर्माण गर्न नसक्दा ऐन कानूनको माग गर्दै सडकमा आन्दोलन भइरहेको भन्दै सडकमा व्यक्त असन्तुष्टिका आवाजहरूलाई सम्बोधन गर्न समयमा नै आवश्यक कानून बनाउनु पर्नेमा जोड दिनु भएको हो। नेपाली जनताको ठूलो त्याग र बलिदानबाट प्राप्त व्यवस्था र संविधानकै विरुद्धमा देखिएका गतिविधिहरूलाई नजिकबाट नियालिरहेको भन्दै उहाँले यस सन्दर्भमा सिङ्गो राष्ट्रिय सभा नै गम्भीर बन्न आवश्यक रहेको धारणा राख्नुभयो। निर्माण गर्नुपर्ने कानूनहरू यथासम्भव टुङ्ग्याउन र नागरिक समस्या सम्बोधन गरी सुशासन कायम गर्न सबैको पहल कदमी र साझा प्रतिबद्धता आवश्यक रहेको उहाँले बताउनुभयो। उहाँले सडकमा मुखरित विषयवस्तु र जनताले अपेक्षा गरे बमोजिम सेवा प्रवाह लगायतका विषयमा गम्भीर ढंगले विचार विमर्श गरी निष्कर्षमा पुग्नु सबैको जिम्मेवारी र कर्तव्य भएको जिकिर गर्नुभयो। दाहालले संघीय निजामती सेवा विधेयक 2080, विद्यालय शिक्षा विधेयक 2080, नेपाल प्रहरी विधेयक 2081 लगायत अन्य महत्वपूर्ण विधेयकहरू राष्ट्रिय सभामा प्राप्त हुनासाथ प्राथमिकताका साथ कारबाही अगाडि बढ्ने र समयमै सभाबाट पारित हुने विश्वास व्यक्त गर्नुभयो। नेपाली जनताको ठूलो त्याग र बलिदानबाट प्राप्त व्यवस्था र संविधानकै विरुद्धमा देखिएका गतिविधिहरूलाई हामीले नजिकबाट नियालिरहेका छौँ। यस सन्दर्भमा सिङ्गो राष्ट्रिय सभा नै गम्भीर बन्न आवश्यक ठानेको छु।
अर्कोतिर समयमै कानुन निर्माण गर्न नसक्दा ऐन कानुनको माग गर्दै सडकमा विभिन्न खालका आन्दोलनहरू भइरहेका छन्। सडकमा व्यक्त असन्तुष्टिका आवाजहरूलाई सम्बोधन गर्न हामीले निर्माण गर्नुपर्ने कानुनहरू यथासम्भव टुङ्ग्याउन र नागरिक समस्या सम्बोधन गरी सुशासन कायम गर्न सबैको पहल कदमी र साझा प्रतिबद्धता आवश्यक छ। सडकमा मुखरित विषयवस्तु र जनताले अपेक्षा गरे बमोजिम सेवा प्रवाह लगायतका विषयहरूमा गम्भीर ढङ्गले विचार विमर्श गरी निष्कर्षमा पुग्नु हाम्रो जिम्मेवारी र कर्तव्य हो। यसै सन्दर्भमा प्रतिनिधि सभामा विचाराधीन विधेयकहरूमध्ये मुख्यतः प्रशासनिक सङ्घीयतालाई मार्गदर्शन र सबलीकरण गर्न योगदान गर्ने सङ्घीय निजामती सेवा विधेयक 2080, विद्यालय शिक्षा विधेयक 2080, नेपाल प्रहरी विधेयक 2081 लगायत अन्य कतिपय महत्त्वपूर्ण विधेयकहरू राष्ट्रिय सभामा प्राप्त हुनासाथ प्राथमिकताका साथ कारबाही अगाडि बढ्ने र समयमै सभाबाट पारित हुने विश्वास लिएको छु। यसैगरी यस अधिवेशनमा प्राथमिकताका साथ अन्य विधेयकहरू सभामा प्रस्तुत हुने र नागरिकका आवश्यकता र समस्या सम्बोधन गर्ने गरी ती विधेयकहरूमाथि गहन छलफल गरी पारित हुनेछन् भन्ने मेरो विश्वास रहेको छ। चालू अधिवेशनमा देशको समग्र विकासलाई सरकारको नीति र विधि मार्फत निर्देशित गरी जनताको जीवन स्तर उकास्न राष्ट्रिय सभा सदस्यहरूले महत्त्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो। यसअघि शुक्रबार बसेको चालू अधिवेशनको पहिलो बैठक सांसद दीपक बोहराको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै स्थगित गरिएको थियो। विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै आन्दोलनरत शिक्षक र प्रहरीबीच काठमाडौँको नयाँ बानेश्वरमा झडप भएको छ। बिजुली बजारबाट प्रदर्शन सहित बानेश्वर पुगेका शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोज्दा झडप भएको हो। निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले पानीको फोहरा प्रहार गरेको थियो भने प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुङ्गा प्रहार गरेको थियो। झडपका क्रममा 50 भन्दा बढी शिक्षकहरू घाइते भएको नेपाल शिक्षक महासंघले जनाएको छ। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। त्यस्तै आन्दोलनको समाचार संकलन गर्न बानेश्वर पुगेका पत्रकार सबिना कार्की पनि घाइते हुनुभएको छ। पानीको फोहराबाट कार्कीको आँखामा गम्भीर चोट लागेको छ। विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै महासंघले आइतबार 26औं दिन पनि प्रदर्शन गरेको हो। महासंघले आफूहरूको आन्दोलनमा घुसपैठ भएको भन्दै आन्दोलनलाई थप सशक्त बनाएको छ। गृहमन्त्री रमेश लेखकले विपद जोखिम न्यूनीकरण तथा प्रतिकारीका लागि स्थानीय तहसम्म आपतकालीन गोदामघर स्थापना गर्नुपर्नेमा जोड़ दिनु भएको छ। आइतबार काठमाडौँमा गृहमन्त्रीसँग विपद संवाद शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री लेखकले विपद सम्बन्धी विषयमा सबैभन्दा बढी स्थानीय तह नजिक हुने गरेको भन्दै त्यसलाई मजबुत बनाउन आवश्यक रहेको बताउनुभयो। काठमाडौँमा बसेर नीति निर्माण गरे पनि त्यसलाई लागू गर्न भनेको स्थानीय तहले नै भएको उहाँले बताउनुभयो। उहाँले हरेक स्थानीय तहमा आपतकालीन गोदामघर स्थापना गरेर त्यस आधारभूत सामग्रीहरू राख्नुपर्ने बताउनुभयो। उहाँले 4 वटा प्रदेशमा आपतकालीन गोदामघर प्रदेश सरकारलाई हस्तान्तरण गरिसकेको जानकारी दिँदै काठमाडौँ बाहेक अन्य गोदामघर पनि केही समयभित्रै प्रदेश सरकारलाई हस्तान्तरण गरिने जानकारी दिनुभयो। उहाँले विपद व्यवस्थापनको विषयमा सञ्चार जगतको ठूलो भूमिका रहने धारणा राख्नुभयो। विपदको विषयलाई सम्बोधन गर्नका लागि एउटा पूर्व सूचना आवश्यक छ। त्यो समयमा हुनु पर्यो। त्यो जानकारी प्रभावित क्षेत्रसम्मका सबै नागरिकलाई पुग्नु पर्यो। पहिलो पूर्व सूचना आवश्यक हो। दोस्रो कुरा विपदको बेलामा गरिने हाम्रा प्रतिकार्यहरू विपद हुने बित्तिकै त्यसबाट जोगिने कुरा होला, उद्धार गर्ने कुरा होला, खोज गर्ने कुरा होला, त्यसपछि राहतको चरण सुरु होला, त्यसपछि निर्माण र पुनर्स्थापनको क्रम सुरु होला भने पूर्व सूचनासँग जोडिएको सञ्चार। त्यसकारण विपद व्यवस्थापनको कुरामा त सञ्चार त अग्रणी मोर्चामा छ। तर मानिसलाई म सुरक्षित छु भन्ने पर्सेप्सन दिने कुरा, जस्तो मैले के भनेको छु भने अब केही दिनपछि यो कुरा परिणाम आउला। काम गरिराख्नु भएको छ नेपाल प्रहरीको साथीहरूले। मैले के भनेको छु भने जस्तो पहिला महानगरपालिकामा सुरु गरौँ। महानगरपालिकामा कुनै ठाउँमा एउटा एप डेभलप गरौँ र कसै पनि मान्छेले त्यो एप थिच्यो भने प्रहरीको हेडक्वार्टरमा कुनै कन्ट्रोल रुममा चाहिँ त त्यो अलार्म जान्छ, एलर्ट जान्छ र हामी यति मिनटभित्र त्यो ठाउँमा पुग्छौँ भन्ने डिक्लेरेसन गर्नुहोस् भने आज कति मिनट
5 मिनट 6 मिनट 10 मिनट 12 मिनट त्यसले के गर्छ त भन्दा मानिसलाई मैले यहाँनिर यो थिचेँ भने 10 मिनटभित्र पढेर आइपुग्छ भन्यो भने उसलाई चाहिँ त्यो के भने सुरक्षाको एउटा प्रत्याभूति भयो र कुनै ठुलो खालको क्राइम घटित हुनका लागि थोरै समय लाग्छ एकैछिन चाहिँ त अचानक हुने होइन जस्तो दुईजनाका बिचमा झगडा हुन पनि त पहिले बलबोल हुनु पर्यो सानसानो हातालाल हुनु पर्यो अलिअलि कुटपिट हुनु पर्यो भने जस्तो त्यस कारण यस्तो खालको चाहिँ त जुन कम्युनिकेसन सिस्टम छ एडभान्स कम्युनिकेसन सिस्टमहरू डेभलप गर्न जरुरी छ यो विपदका लागि पनि आवश्यक छ क्राइम कन्ट्रोल यो अपराध नियन्त्रण र अपराधको चाहिँ त अनुसन्धानका लागि पनि आवश्यक छ त्यसमा पनि चाहिँ त निशुल्क सरकारलाई दिन्छु भनेर उहाँले भनिसकेपछि त ताली बजाउनु पर्ने गरेर खुसी भएको छ त्यसो भएको हुनाले यस्तो कुराहरू आएको कुरा भने त राम्रो कुरा हो त यो मिटिङले त यस्ता यस्ता कुराहरूमा सहयोग गरिराखेका छ धेरै साथीहरूले धेरै राम्रो कुराहरू गर्नुभएको छ त्यसो भएको हुनाले एउटा कुरा यतातिर हेरौँ अर्को एउटा विषय के छ भने यो विपदको जोखिमलाई न्यूनीकरण गर्ने र जोखिम पछिको प्रिपेयर्डनेस तपाईहरु जुन भनिराख्नु भएको छ त्यसका लागि सबभन्दा सबल बनाउनु पर्ने स्थानीय सरकार नै हो है। विपदका बेला गरिने प्रतिकार्य राहत पुनर्निर्माण र पुनर्स्थापना महत्वपूर्ण विषय भएकाले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि संगठित हुनुपर्ने उहाँले बताउनुभयो। नेकपा एमालेका सांसद पदम गिरीले सरकार छिट्टै ढल्ने प्रचण्डको अभिव्यक्ति गैर जिम्मेवार रहेको बताउनु भएको छ। आइतबार प्रतिनिधि सभामा बोल्दै गिरीले मुलुकमा स्थिरता कायम गर्न ठूला दल मिलेर सरकार बनेको भन्दै सरकार छिट्टै ढल्दैछ भनेर जनतामा भ्रम छर्ने गरी प्रचण्डले दिएको अभिव्यक्ति गैर जिम्मेवार रहेको बताउनु भएको हो। राजनीतिक स्थिरताको वातावरण बेथोलिने र जनतामा चिन्ता हुने गरी कसैले पनि गैर जिम्मेवार भएर अभिव्यक्ति दिनु उचित नभएको उहाँले बताउनुभयो। उहाँले 7 बुँदे सहमतिको जगमा वर्तमान सरकार गठन भएकाले मुलुकको विकास र समृद्धिका लागि निरन्तर अघि बढ्ने जिकिर गर्नुभयो। त्यस्तै गिरीले राजनीतिक स्वार्थको रोटी सेक्नका लागि शिक्षकहरूलाई उत्तेजित बनाउन खोजिएको आरोप समेत लगाउनुभयो। गरेको वातावरणलाई बिथोलेर मुलुकमा अराजकता निम्ताएर जनताको विकास सुशासन र समृद्धिको जुन अपेक्षा छ, जुन जनताको हुटुटी छ, यसलाई असफल तुल्याउने खालका विभिन्न किसिमका खेलहरू हरकतहरू भइरहेका छन्। यो हाम्रो बीचमा जग जाहेर छ र म यति बेला अनुरोध गर्न चाहन्छु, यो वर्तमान गठबन्धन सरकार यो मुलुकमा स्थायित्व दिनका निम्ति, यो देशमा विकास सुशासन कायम गर्नका निम्ति, जनताले विकासको रफ्तारलाई तीव्रताका साथ तो महसुस गर्न सक्ने अवस्था निर्माणका निम्ति यो ठूला राजनीतिक पार्टी सहितको गठबन्धन सरकार बनेको छ र यो गठबन्धन सरकार नेपाली जनताको आवश्यकताले बनेको हो, यो मुलुकको आजको आवश्यकताले बनेको भन्ने कुरा जग जाहेर छ। तर पनि दुर्भाग्य के हुन्छ भने यो देशमा सरकार निर्माण हुन पाएको छैन। यो देशका विभिन्न राजनीतिक पार्टीहरूले यो सरकार अहिले ढल्छ, आज ढल्छ, भोलि ढल्छ, पर्सि ढल्छ, अब सरकारको लामो आयु छैन जस्ता विभिन्न ढंगले जिम्मेवार तहमा रहेका नेतृत्वबाट अभिव्यक्ति दिने कुराहरूले आम जनतामा एक किसिमको अन्यलता सिर्जना गर्छ। कर्मचारी प्रशासन, प्रहरी प्रशासन, उद्योगी व्यवसायी लगायत समाजका अनेक क्षेत्रहरूमा यो राजनीतिक अस्थिरता हुने भयो भनेपछि सबैको एक प्रकारले भन्ने हो भने वातावरण बन्न लागेका वातावरण बिथलिने र मान्छेमा एक प्रकारको चिन्ता सिर्जना हुने स्थिति बनेको छ। म यति बेला विनम्रताका साथ आग्रह गर्न चाहन्छु, सत्तारूढ दलहरू जुन 7 बुँदे सहमतिको जगमा यो सरकार गठन भएको छ, सरकारमा रहेका सबै दलहरू त्यसप्रति प्रतिबद्ध छन्। मुलुकमा सुशासन र विकासलाई अगाडि बढाएर लिएर जाने, देशका विद्यमान समस्याहरूलाई समाधान गर्नेतर्फ दलहरू एकताबद्ध भएर अगाडि बढेका अवस्था छ। त्यसकारणले गर्दा अहिले सरकार आज ढल्छ, भोलि ढल्छ जस्ता भ्रमपूर्ण कुराहरू गरी जिम्मेवार कुराहरू मलाई लाग्दछ हिजोका मुलुकका प्रधानमन्त्री भइसकेका व्यक्तित्वहरूबाट, जिम्मेवार तहमा नेतृत्वमा रहेका व्यक्तिहरूबाट यस प्रकारले जुन अभिव्यक्तिहरू आएका छन् त्यो अत्यन्तै गैर जिम्मेवारपूर्ण छ र यसरी जनतामा भ्रम छर्ने काम हामी कसैले पनि गर्नु हुँदैन भन्ने कुरा पनि म यहाँनिर राख्न चाहन्छु। पेशागत हितलाई लिएर, पेशागत सुरक्षालाई लिएर शिक्षकहरू आन्दोलनमा आउनुभएको छ, तर शिक्षकहरूको बीचमा यो आन्दोलनलाई विशुद्ध पेशागत हितमा मात्र केन्द्रित हुन नदिने र आफ्ना राजनीतिक स्वार्थको रोटी सेक्नका लागि
शिक्षकहरूलाई उत्तेजित पार्ने, तपाईँहरू सडक नछोड्नु, सडक तताउनुहोस्, आन्दोलन गर्नुहोस्, स्कुल नफर्काउनुहोस्, विद्यार्थीलाई नपढाउनुहोस् जस्ता जिम्मेवार तहमा रहेका नेतृत्वहरूले जुन अभिव्यक्तिहरू दिनुभएको छ, यसले वास्तवमा कतै शिक्षकहरूलाई गलत बाटोमा हिँडाउनका निम्ति उत्प्रेरित गर्नुभएको छैन। हिजो सरकारको नेतृत्वमा आफू रहने, आफै बसेर शिक्षकहरूसँग सहमति गर्ने अनि त्यो सहमतिलाई कार्यान्वयन नगर्ने, अनि अहिले सारा शिक्षाभित्रका समस्याहरू वर्तमान सरकारले गर्दा आएको हो, वर्तमान प्रधानमन्त्रीको कारणले भएको जस्तो गरी जनतामा भ्रम पार्ने कामहरू भइरहेका छन्। यो बिल्कुल गलत कुरा छ। जनतालाई यस प्रकारले भ्रम पार्ने कसैले पनि त्यो हैसियत राख्दैन, त्यो अधिकार छैन भन्ने कुरा पनि म यहाँनिर राख्न चाहन्छु। सम्माननीय सभामुख महोदय, देशको अवस्था के छ, अर्थतन्त्रको अवस्था के छ, यसलाई ध्यानमा राखौँ। तर शिक्षकलाई अब विद्यालय फर्काउने कुरामा कुनै ढिलाइ गर्ने पक्षमा हामी हुनु हुँदैन छैनौँ। तर यथार्थ उहाँहरूले नि बुझ्नुपर्छ र सरकार पनि लचिलो भएर प्रस्तुत हुने मनस्थितिमा सरकार छ र हामीले त्यो ढङ्गले काम सम्वादलाई अगाडि बढाएका छौँ भनेर सम्माननीय प्रधानमन्त्रीले भनिरहनु भएको छ। त्यस कारणले गर्दा म भन्न चाहन्छु सम्माननीय सभामुख महोदय, अहिले वर्तमान स्थितिमा चाहिँ सरकारले यो शिक्षकहरूको आन्दोलनलाई छिटोभन्दा छिटो उहाँसँग सहमति गरेर विद्यालय फर्काउने, शिक्षकहरूलाई विद्यालय फर्काउने सवालमा सरकार गम्भीर छ। सरकार त्यस ढङ्गले अझै प्रभावकारी ढङ्गले भूमिका खेलोस् भन्ने कुरा पनि म माग गर्न चाहन्छु। उहाँले यसअघि आफै सरकारमा बसेर शिक्षकहरूसँग गरेको सहमति कार्यान्वयन नगर्ने तर अहिले वर्तमान सरकारका कारण शिक्षकहरू आन्दोलनमा आउनु परेको भन्ने तर्क गलत भएको धारणा राख्नुभयो। नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ बारेको सूचना प्रतिनिधि सभाका सदस्यहरूलाई जानकारी गराइएको छ। आइतबार प्रतिनिधि सभा बैठकमा उपसभामुख इन्दिरा राणाले राई पक्राउको सूचना पढेर सुनाउनु भएको हो। स्वर्णलक्ष्मी बहुउद्देश्य सहकारी संस्था लिमिटेडका अध्यक्ष एवं सञ्चालक गीतेन्द्र बाबु राई समेत भएको ठगी र संगठित अपराध सम्बन्धी कसुर मुद्दामा भागी फरार रहेका प्रतिवादी माया राईलाई अनुसन्धानको क्रममा पक्राउ गरिएको सूचनामा उल्लेख छ। वैशाख 13 गते बुढा नीलकण्ठ नगरपालिका 10 कपन स्थितबाट राईलाई पक्राउ गरी प्रहरीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको समेत सूचनामा उल्लेख छ। काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीमा संलग्न रहेको आरोपमा प्रहरीले सांसद राईलाई शनिबार पक्राउ गरेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले आफ्नो आयु भन्दा पनि उपलब्धिको चर्चा धेरै गर्न सरकारलाई चुनौती दिनुभएको छ। आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै झाले सरकार बजेट बनाउँदै गर्दा कार्यकर्ता र बिचौलियालाई खुसी पार्नेतर्फ उन्मुख भएको भन्दै आयु भन्दा पनि उपलब्धिको चर्चा धेरै गर्न सरकारलाई चुनौती दिनुभएको हो। उहाँले अहिलेको व्यवस्थाप्रति प्रहारका लागि यथेष्ट वातावरण बनाउने काम सरकारले गरेको आरोप लगाउनुभयो। उहाँले ठूला दलबीच सरकार भन्दा संविधान संशोधन लगायतका मुद्दामा सहमति भए पनि त्यसलाई लत्याएको देख्दा वर्तमान सरकार बन्नुको उद्देश्य पुष्टि भइसकेको तर्क गर्नुभयो। झाले वर्तमान सरकार अझै धेरै गिरेको देख्न बाँकी रहेकाले यो सरकार अहिले ढल्न नहुने बताउनुभयो। सभामुख महोदय, सरकारको सबैतिर हामीले एउटा अभिव्यक्ति सुनिराखेको छौँ, विशेष गरी सम्माननीय प्रधानमन्त्रीज्यूबाट यो सरकार ढल्दैन भनेर। हामी प्रतिपक्षको बेन्चबाट के भन्न चाहन्छौँ भने यो सरकार ढल्नु हुँदैन र यो सरकार नढलोस्, हामी शुभकामना दिन चाहन्छौँ। यो सरकार, यो गठबन्धनलाई हामी अझै लामो समयसम्म निरन्तर गइराखुन् भनेर शुभकामना दिन चाहन्छु। सरकारले आफ्नो उपलब्धिको चर्चाहरू धेरै गरोस् आफ्नो आयुको भन्दा भन्ने अर्को चुनौती पनि दिन चाहन्छु। मैले यति महिनामा यो गरेँ, हाम्रो सरकारले यो गर्यो भनेर परिणामहरू सुनाउनु भयो भने अझै राम्रो सुनिन्थ्यो होला सरकार ढल्छ कि ढल्दैन भनेर। गठबन्धनले गभर्नरहरू नियुक्ति गर्दै गर्दा उसको दक्षता क्षमताको आधारमा भन्दा पनि कुन कोटामा कुन बिचौलियाको घरबाट आएर कुन नामलाई नियुक्ति गर्ने, सदनलाई सक्रिय बनाउनुको साटो सकेसम्म कम समय सदन सञ्चालन गर्ने, यस्तै सहमति थियो र विभिन्न पक्षलाई राजनीतिक स्थिरताको लागि सडकमा आउन दिने, यो व्यवस्थाप्रति प्रहारको लागि यथेष्ट सम्भावना दिने र अन्तिम सहमति थियो शिक्षक होस्, कर्मचारी होस्, चिकित्सक होस्, सबैलाई सडकमा आउने वातावरण बनाइदिने, यही सहमति थियो 7 वटा। त्यो अनुसार त सरकार सफल भइसक्यो होइन? नत्र हामीलाई भन्नुहोस् न, संविधान संशोधनको बुँदा थियो भने कार्यदल कहिले बन्यो? 10 महिना भयो, कार्यदलले कति काम गर्यो? त्यो त कुनै परिणाम छैन नि सरकारसँग।
यदि छ भने सुनाइदिनुहोस्। यदि सरकार ढल्दैन भन्दै गर्दा सरकारले पिलर मजबुत बनायो भन्ने परिणामहरू पनि सुनाइदिनुहोस् न हामीलाई। त्यो हामी खोज्दैछौँ। र अर्को कुरा, हामी अहिले बजेट बनाउने पूर्व सन्ध्यामा भएको बेलामा, बजेट अधिवेशनमा भएको बेलामा सरकारलाई एउटा सुझाव दिन चाहन्छु कि सबै देशको एउटा कन्ट्री स्ट्र्याटेजी हुन्छ। जस्तै भारतले 1968 पछि आफ्नो प्रशासनिक एकरूपतामा काम गर्यो, फिनल्यान्डले आफ्नो इनोभेसनमा काम गर्यो, जर्मनीले प्रोडक्सनमा काम गर्यो, चाइनाले मास इकोनोमीमा काम गर्यो। यो सबै देशले एउटा कन्ट्री स्ट्र्याटेजी बनाएर अगाडि बढ्यो र काम गर्यो। यो बजेट बनाउने क्रममा कार्यकर्ता र बिचौलियालाई खुसी पार्नुको साटो कन्ट्री स्ट्र्याटेजी बनाएर एउटा देशको रणनीति बनाएर अबको 10 वर्षमा यहाँ पुग्नु छ भन्ने लक्ष्य सार्वजनिक गरेर र यो देशमा रहेको विज्ञहरूसँगको आवश्यक कन्सल्टेसन मिटिङ, आवश्यक छलफल गरेर त्यसको आधारमा रणनीति बनाएर अगाडि जान सकिन्छ नि। यहाँ त यथेष्ट विज्ञहरू हुनुहुन्छ, तर सबैलाई विदेश पठाउने वातावरण बनाउनुको साटो उहाँहरूलाई समेटेर सँगसँगै काम गर्ने कि उहाँहरूको जात, उहाँको धर्म र विशेष गरी उहाँको दल, आबद्ध दल नहेरिकन सबै नेपाली हुन् र सँगै काम गर्न सकिन्छ भन्ने एक किसिमको वातावरण बनाएर काम गर्ने हो कि? अहिले हेर्नुहोस् न, गभर्नरको नियुक्तिमा हामी देखिरहेछौँ नि, त्यही करियरको रूपमा डेभलप भएर आउनुभएको व्यक्ति पनि हुनुहुन्छ, बाह्य रूपमा पनि हामी विदेशमा काम गरेर आउनुभएको व्यक्ति पनि देख्न सक्छौँ। नेपालको विभिन्न मन्त्रालयमा सचिव स्तरसम्म काम गरिसक्नु भएको सम्मानित व्यक्ति पनि समाजमा हुनुहुन्छ, तर उहाँहरू कुनै बिचौलियाको घरबाट आउने, ब्रिफकेसको साथमा आउने नाम कुरेर बसिरहनु भएको छ सम्भवतः। त्यसैले गर्दा त तोकेको समय कटिसके पनि एउटा नियुक्तिमा बौद्धिक दरिद्रता देखिएको छ गठबन्धनको। तर गठबन्धन ढल्नु हुँदैन। गठबन्धनले यसरी नै काम गरिरहनु पर्छ भन्ने हाम्रो कामना छ, किनकि अझै धेरै हामीले देख्न बाँकी छ। हामी देख्न चाहन्छौँ कि कतिसम्म गिर्दो रहेछ, गिर्ने स्थान कति बाँकी छ, त्यो देख्न चाहन्छौँ। त्यसैले गर्दा पनि यो गठबन्धन रहिरहोस्, टिकिरहोस् र नढलोस् भन्ने हाम्रो कामना छ। धन्यवाद। उहाँले मुलुकको समृद्धिका लागि रणनीति तयार गरेर अघि बढ्नुपर्ने भए पनि सरकार त्यसअनुसार चल्न नसकेको आरोप लगाउनुभयो। नेपाली कंग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले चैत्र 15 गते कोटेश्वरको भाटभटिनी लुटपाट प्रकरणमा कांग्रेसका सहमहामन्त्रीका छोराको संलग्नता रहेको भनी दिएको अभिव्यक्ति पुष्टि गर्न राजेन्द्र लिङदेनलाई चुनौती दिनुभएको छ। आइतबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा प्रमुख सचेतक घिमिरेले नेपाली कंग्रेसको मालमर्दन गरिएको भन्दै लगाइएको आरोपको पुष्टि गर्न चुनौती दिनुभएको हो। उहाँले उक्त विषयको पुष्टि गर्न नसके क्षमा याचना गर्न माग गर्नुभयो। घिमिरेले लिङदेनको अभिव्यक्ति रेकर्डबाट हटाउन सभामुख समक्ष आग्रह गर्नुभयो। अस्ति 12 गते संसदको सुरुवातको दिन शुभकामना व्यक्त गर्ने सिलसिलामा नेपाल राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षज्यूले यो 15 गते चैत 15 को घटनामा यो जुन भाटभटिनीमा लुटपाट भयो, त्यो लुटपाटमा सत्तारूढ दलका सहमहामन्त्रीका छोरा संलग्न रहेको मसँग प्रमाण छ र त्यसको भिडियो फुटेज छ। उहाँलाई पक्राउ गरियो। पक्राउ गरिएपछि पछि सहमहामन्त्रीको छोरो भनेपछि छुटाइयो भनेर उहाँले यहाँ रोस्टमबाट अभिव्यक्त गर्नुभयो। सहमहामन्त्री सत्तारूढ दलको भन्नाले सहमहामन्त्री नेपाली कांग्रेसमा मात्रै भन्ने चलन छ, अन्य पार्टीहरूमा सहमहामन्त्री भन्ने प्रचलन छैन। त्यसकारणले नेपाली कांग्रेसलाई नै इङ्कित गरेको हो भनेर बुझ्न गाह्रो भएन। र सहमहामन्त्री हाम्रा 8 वटा हुनुहुन्छ। कुन चाहिँ सहमहामन्त्रीको कुन चाहिँ छोराले रक्सीको बोतल बोकेर हिँड्नु भएको हो त्यो प्रमाणित गर्नको लागि म आग्रह गर्छु। होइन भने उहाँले आफ्नो शब्द फिर्ता लिनुपर्छ, उहाँले क्षमा याचना गर्नुपर्छ। उहाँले कसैलाई पनि व्यक्तिगत रूपमा र सामूहिक रूपमा पार्टीलाई पनि लाञ्छित गरेर बोल्न पाइँदैन र त्यो रेकर्डबाट हटाउनु पर्छ भनेर म जोरदार माग समेत गर्दछु। यस्ता किसिमका झुट्टा अभिव्यक्तिहरू गरेर एउटा पार्टीको केन्द्रीय अध्यक्षले आफ्नो गरिमालाई जुन ढङ्गले घटाउनु भएको छ, म उहाँ
लाई यसको स्पष्ट पार्न आग्रह गर्दछु र उहाँले यथाशीघ्र उहाँले को हो त्यो व्यक्ति त्यो स्पष्ट गर्न संसदकै रोस्टमबाट संसदबाटै स्पष्ट गर्न आवश्यक छ। होइन भने उहाँले क्षमायाचना गर्नुपर्छ र उहाँको यी भनाइहरू रेकर्डबाट हटाउनुपर्छ। धन्यवाद। यसअघि शुक्रबार बसेको संसद बैठकमा लेङदेनले कंग्रेस सहमहामन्त्रीको छोरालाई चैत्र 15 गतेको घटनामा पक्राउ गरेर छाडिएको अभिव्यक्ति दिनुभएको थियो। प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आमालाई मिठा मिठा खानेकुरा खान दिई श्रद्धा भक्ति साथ मनाइएको छ। आमाप्रति श्रद्धा भक्ति सम्मान र आदर गर्ने तथा उहाँबाट शुभ आशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ। छोराछोरीले आफ्नी आमालाई राम्रा राम्रा लुगा लगाउने र मिठा मिठा तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ। आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिधा दान सहित भोजन गराई दिवंगत आमा र उनले गरेका महान एवं कष्टकर काम सम्झने गर्दछन्। यस अवसरमा काठमाडौँको चन्द्रागिरी नगरपालिका स्थित माता तीर्थ कुण्डमा स्नान तथा दर्शन गर्ने भक्तजनको खोइँचो लागेको छ। प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिन जन्मदाता आमालाई सम्मान गरी मनाइने माता तीर्थ औँसीमा चन्द्रागिरी नगरपालिका 6 स्थित माता तीर्थ कुण्डमा स्नान तथा आमाको प्रतिमाको दर्शन गर्न भक्तजनको घुइँचो लाग्ने गर्दछ। भक्तजन अघिल्लो दिन साँझदेखि आमाको सम्झनामा बत्ती बालेर जाग्राम बस्नुका साथै बिहान माता तीर्थ कुण्डमा स्नान गर्ने गर्दछन्। नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले परस्पर विश्वासका आधारमा दलहरू अघि बढ्नुपर्ने बताउनु भएको छ। आइतबार राष्ट्रिय सभाको 18औं अधिवेशन प्रारम्भको अवसरमा दलीय आधारमा धारणा राख्दै सिटौलाले ठूला दलहरू पटक पटक मिलेर सरकार चलाएको भन्दै परस्परको विश्वासलाई अविश्वासमा परिणत हुन नदिने बताउनु भएको हो। उहाँले दलहरू बीचको मतभेदका कारण शान्ति प्रक्रियाका बाँकी काम अझै सम्पन्न हुन नसकेको धारणा राख्नुभयो। आन्तरिक एकता कमजोर भए बाह्य शक्तिको हस्तक्षेप हुने र देश नै कमजोर हुन सक्ने भएकाले सरकारले प्रतिपक्षसँग मिलेर शान्ति प्रक्रियाका बाँकी कामलाई छिटो टुङ्ग्याउनु पर्ने उहाँले बताउनुभयो। सिटौलाले प्रतिपक्षले पनि विरोधका लागि विरोध मात्रै नभई रचनात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो। उहाँहरूको परिवर्तन ल्याउन पनि उहाँहरूको भूमिका छ, रचनात्मक भूमिका छ, सहभागिता पनि छ। त्यसैले म ती सबै शिक्षक साथीहरूलाई म आग्रह गर्न चाहन्छु, राज्यको अर्थतन्त्रका बारेमा पनि तपाईँले अलिकति गम्भीर हुन आवश्यक छ। राज्यको क्षमताका बारेमा पनि तपाईँले अलिकति सोच्न आवश्यक छ, शिक्षक साथीहरूले पनि। त्यसैले तपाईँले उठाएका डिमान्डहरूलाई, मागहरूलाई संविधानभित्रबाट मात्रै यो पार्लियामेन्ट सम्बोधन गर्न सक्छ भन्ने कुरा तपाईँले बुझिदिन सक्नुपर्दछ। संविधानभित्रबाट समाधान दिन सक्ने विषयमा हामीले पनि तदारुकताका साथ उहाँहरूसँग वार्ता गरेर समाधान हामीले खोज्नुपर्छ। धेरै लामो समय भएको छ, विद्यालयको पठन पाठन रोकिएको छ, सार्वजनिक विद्यालयको पठन पाठन रोकिएको छ। खास गरी आर्थिक स्थिति कमजोर भएकै अभिभावक छोराछोरीहरू पढ्ने विद्यालयहरूको पठन पाठन रोकिएको छ, परीक्षा सरेको छ। अब फेरि परीक्षा नसरोस्। मेरो विशेष आग्रह छ शिक्षक साथीहरूलाई पनि यहाँबाट, तपाईँहरू सरकारसँग गम्भीरतापूर्वक छलफलमा रहनुहोस्, दलहरूसँग छलफलमा रहनुहोस् र एउटा विचार बोकेर, एउटा विश्वास बोकेर तपाईँहरू कृपया विद्यालयतर्फ फिर्ने एउटा बाटो पनि तपाईँले खोज्नुपर्छ भनेर म शिक्षक साथीहरूलाई म आह्वान गर्न चाहन्छु। हामी यो देश बनाउँछौँ है भनेर सोचेर बसेका हामी चाहे सत्तापक्षका हौँ चाहे प्रतिपक्षका हौँ, हामी एउटा सीमा भने चाहिन्छ। त्यसैले शब्दहरूको प्रयोग गर्दा मेरो विशेष आग्रह छ, हामीले शब्दहरूको प्रयोग गर्दा परस्परमा धेरै तितो हुने खालको, धेरै कटु हुने खालको गर्नुहुन्न। हामीले मैले भन्न अन्यथा हुँदैन जस्तो लाग्छ मलाई। हामीले संसदमा प्रवेश गराएका छौँ शब्दहरू, पब्लिकमा प्रवेश गराएका छौँ शब्दहरू, हामीले स्वर्ग नरकको कुरा, उथल पुथलको कुरा, बिचौलियाको कुरा, दलालीको कुरा कसका बिचमा? हाम्रै बिचमा छ। हामी सत्ता त मिलेर चलाएका छौँ। हामी काङ्ग्रेस माओवादीहरू मिलेर सत्ता चलाएका हौँ, निर्वाचनसम्म गराएका हौँ हामी आफैले। अहिले कङ्ग्रेस एमालेको सत्तामा छौँ, हामीले ठुला दुईवटा पार्टी मिलेर सत्ता चलाएको छैन हामीले। तर यसैको आधारमा म के भन्न चाहन्छु भने हाम्रो परस्परको विश्वास अविश्वासमा परिणत हुँदै गयो। त्यसैले शान्ति प्रक्रियाको काम टुङ्गिन सकेको छैन अझै पनि। यसमा हामी एकसाथ एक ठाउँमा एउटा टेबलमा बसेर हामीले समाधान जति गर्न सक्दैनौँ, जति ढिलाइ गर्छौँ भन्छ क्रोनिक बन्दै जान्छ। जति ढिलाइ गर्छौँ त्यति समस्या बढ्दै जान्छ र अन्ततः हामी समाधान दिन नसक्ने हुन्छ र समाधान दिन कोही आउने कोसिस गर्छ यहाँ नेपालमा। नेपाल कमजोर खतरामा बढ्न सक्छ। त्यसैले यसमा पनि मेरो शुभकामना छ सरकारलाई,
सरकारले डिलिङ गरोस्, सरकारले कोअर्डिनेसन गरोस्, सत्तालाई, प्रतिपक्षलाई, सबै राजनीतिक दलहरूलाई र एक ठाउँमा उभ्याएर यी दुईवटा आयोगहरू छिट्टै नै गठन गर्न सकोस्, मेरो यसमा शुभकामना छ। तपाईँ हामी सबैले मिलेर देश निर्माण गर्ने अभियानमा एकता प्रदर्शन गर्न सकौँ र प्रतिपक्षले पनि एउटा रचनात्मक भूमिका प्रतिपक्ष निर्वाह गर्न सकोस्। सुझाव जहिले सुकै सत्ताले प्रतिपक्षको यसरी गर्छ नै रचनात्मक सुझाव, प्रतिपक्षले जहिले सुकै पनि व्यवस्थालाई सफल पार्ने हो भने मिलेर जानुको विकल्प छैन, होइन मिलेर जानैपर्छ। कोअलिसन सरकार सजिलो विषय होइन सत्ता सञ्चालन गर्नेहरूका लागि चाहिँ। कोअलिसन सरकार, मिलिजुली सरकार सत्ता सञ्चालनको लागि त्यति सजिलो विषय चाहिँ होइन। मैले त भन्ने गरेको छु नेपालको सन्दर्भमा कुनै एउटा दलको बहुमत मात्रै पनि राम्रो टिकेको छैन। त राष्ट्र निर्माण गर्ने मूल एजेन्डामा एकताबद्ध भएर हाम्रो अगाडि जान सक्यो भने नेपाल सफल हुन्छ, हामी नेपाललाई सफल बनाउन सक्छौँ। एक कार्य दिशामा काम गर्नलाई सफलता मिलोस्। अहिलेको व्यवस्थालाई सफल पार्न सबै मिलेर नै अघि बढ्नुपर्ने उहाँको भनाइ छ। त्यस्तै सिटौलाले सरकारले देशले धान्न सक्ने गरी शिक्षकहरूको माग पूरा गर्ने भन्दै विद्यालय फर्कन आग्रह गर्नुभयो। उहाँले राज्यको क्षमताका बारेमा समेत शिक्षकहरूले ध्यान दिनुपर्ने बताउनुभयो। सरोकार प्राइम न्यूज आजलाई यति नै। सम्पूर्ण युनिटलाई बिदा दिनुहोस्। सत्य, तथ्य, प्रत्यक्ष र निष्पक्ष समाचारका लागि हेर्दै रहनुहोला सरोकार टेलिभिजन। नमस्कार।